हेलो साथीहरु, म चाहिँ अहिले दिल्लीमा छु। म चाहिँ आफ्नो छुट्टी सकेर ड्युटी जाने क्रममा चाहिँ ट्रेन पर्खिरहेको थिएँ। मेरो बेलुकाको ट्रेन छ। अनि म बाहिर पिपलको फेदमा दिल्ली रेलवे स्टेसनको बाहिर पिपलको फेदमा बसिरहेको थिएँ। अनि पिपलको फेदमा यसो त्यो दुलोमा यसो आँखा गयो। अनि त्यहाँ हेर्दाखेरि चाहिँ एउटा मैले नेपाली नागरिकता भेट्टाएँ, देखेँ। त्यसमा लेखेको छ नेपाली नागरिकताको प्रमाणपत्र सुरेन्द्र बहादुर बिष्ट, जिल्ला बैतडी, अनि गाउँपालिका सिगास, जिल्ला बैतडी को एकजना भाइको रहेछ। यो भाइले सायद यो दिल्लीमा आउँदा हराएको हुनुपर्छ। अनि मैले चाहिँ यो भाइको पिपलको फेदमा न्यू दिल्लीको रेलवे स्टेसनको बाहिरपट्टिको पिपलको फेदमा चाहिँ यो भाइको नागरिकता भेट्टाएको छु। यदि भाइले यो भिडियो हेर्दैछ र यो भाइको आफन्तहरूले यो भिडियो हेर्दैछ भनेदेखि चाहिँ यो भाइको नागरिकता चाहिँ मसँग छ। मसँग कन्ट्याक्ट गरेर लिन सक्नुहुन्छ है। यो भाइको नाम चाहिँ सुरेन्द्र बहादुर बिष्ट, डिस्ट्रिक्ट बैतडी, अनि त्यहाँदेखि गाउँपालिका चाहिँ सिगास भनेर छ है। यो अहिले म दिल्लीमा छु। दिल्ली रेलवे स्टेसन हो। यो स्टेसनको बाहिरपट्टि हो। यो भाइको नागरिकता चाहिँ यहाँनिर छ, मसँग छ। मैले राखिदिइरहेको छु। अगर यो भिडियो हेरेर भाइले कन्ट्याक्ट गर्यो भनेदेखि म कन्ट्याक्ट नम्बर पनि मेन्सन गरिदिन्छु। यो नम्बरमा चाहिँ भाइले कन्ट्याक्ट गरेर यो नागरिकता लिन सक्नुहुन्छ है। होइन भनेदेखि फोटोकपी छ भने अर्को निकालो भने पनि ठिकै छ। अगर ओरिजिनल नै चाहियो भने चाहिँ यो भाइको चाहिँ मसँग छ। तर अलिकति यो लेमिनेसन गरेको छ, यो उक्किएको रहेछ। तर पछाडिपट्टि एड्रेसहरू एकदम राम्रो छ। पछाडिपट्टि एकदम चिनिन्छ। यसलाई पनि मिलायो भनेदेखि मजाले मिल्छ है। यो यो भाइको नागरिकता चाहिँ मसँग छ। हस् त, धन्यवाद। हामी नेपाली हौँ र नेपालको माया लाग्छ। त्यही भएर यो भाइको पनि एउटा नेपाली नागरिकताको प्रमाणपत्र हो। यो भाइको पनि एउटा सम्पत्ति हो। यो भाइको नागरिकता चाहिँ मसँग छ। अहिले मैले भेटेर मैले बोकिरहेको छु। यदि भाइले यो भिडियो हेरेर कमेन्ट गर्नुभयो भनेदेखि यो नागरिकता चाहिँ मसँग सुरक्षित छ है म भनेर चाहिँ यहाँबाट देखाउन चाहन्छु ल है।